यस्तो भएर आयो हेर न थुक बाटो खतम ड्राइभरको हालत बिग्रिसकेको छ दामी छ त यार घोडा गर्मीमा बिचरा कालो भइसक्यो यता पनि राम्रो छ त यार ड्राइभर हाफ टी सर्टमा मात्रै छ हेलो 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 हामी चाहिँ आज एउटा यो पागल र म चाहिँ टाढैको यात्रामा छौँ यो बाटो चाहिँ झापा जाने बाटो हो तर म बुढेसकालमा 40 कटिपछि यसो हेर्दाखेरि ओहो हामी पनि हाम्रो बोइसको बेलामा होइन 20-22को उमेरमा यहाँ पुगेर रहेछौँ भन्ने खालको यसो एउटा चलपल हान्नलाई सम्झना मेमोरी टाइपको लागि हो यो बनाएको चाहिँ भाइरल गरिदिन्छ क्या यिनीहरूले ए पिच नोट अब सकिहाल्यो हेरौँ न ओ माई गड भर्खरै पिच नोट आएको जस्तो लागिरहेको छ फेरि देखिहाल्यो अब यो बेटाना हो कि बेताना सिमसार भन्ने यो कुनै बेला हामी यहाँ पनि घुम्न आइएको थियो बाटो चाहिँ यस्तै छ होइन यस्तो बाटो पनि के देखाउनु यार पछि मेमोरीको लागि पनि लाजै मर्दो याद हुन्छ कि त्यही यो चाहिँ अलि नदेखाऊँ होला है अलि माथि गएपछि हिमालको भ्यू देखोस् भन्ने कुरा अब खै अब हिमालसँग फेरि मेरो अलि पर्सनल दुश्मनी छ अरूको कनेक्सन हुन्छ मेरो चाहिँ दुश्मनी छ यो बेताना सिमसार भन्छ यो राम्रो भन्नाले अब काम चलाउ छ त्यही हो यहाँ यस्तो बोटिङ सोटिङको सुविधा पनि छ आउनु सक्नुहुन्छ होइन राइडरलाई इन्ट्रोड्युस गर्न चाहन्छु राइडर गिभ मी योर इन्ट्रोडक्सन नाम भन् जाँडा लोकेसन ए होम टाउन यो चाहिँ अकबर अन्सारी एमडी अकबर अन्सारी यसको नाम चाहिँ मैले नवाज अन्सारी राख्दैछु मेरो तर्फबाट होइन नवाज अन्सारी जस्तो जस्तै छ थोप्डा पनि त्यही भएर यो चाहिँ नवाज अन्सारी म चाहिँ अब जेसुकै होस् यसको हालत यस्तो छ यता हेर्न त्यो धुलो देखायो नि धुलो यस्तो भएर आयो हेर न थुक्क त्यो ठिक छ ठिक छ अब उर्लाबारी आउन 4 किलोमिटर हो कि 5 किलोमिटर भनिरहेको घाटबटिन चाहिँ मर्मतमा एकदम लागिराखेको छु अब होला नि 1-2 वर्षमा कम ब्याक गर्ला नि यसले नि ल हामी चाहिँ यो हराइमा नि यो दमकको बस पार्क छिरायो यसले कहाँबाट लिएको कहाँ छिराइदियो थाहै छैन अब केटाले दमकको बस पार्क छिराइदियो हेर न हावा यस्तो नि हुन्छ त्यस्ता मेन्टलहरूसँग हिँड्छु म अब के गर्नु पब्जीको पुल जस्तो बन्दै रहेछ द्याट इज गुड ल ओए दामी छ त यार यहाँ छ ओ माई गड ओहो आँखा हेर्छु ल एकचोटि खतराबाट आयो जीवन है यो पुल पछि पछि भाइरल बन्नेवाला छ म ग्यारेन्टी दिन्छु बाटो चाहिँ एकदमै झुट थियो होइन एक्सपिरियन्स थियो मेरो त अन्तरुनी सबै इन्टरनल सबै हल्लिएर टेन्सन भइसक्यो यहाँ पनि भाटबटिनीले कम ब्याक चाहिँ गर्दैछ होइन अब साइनेक्स हस्पिटल पनि यतै हो है कहिलेकाहीँ साइनेक्स पनि खाइन्छ लागेको बेलामा यहाँ पनि रहेछ ए स्पाइनेक्स पो रहेछ थुक्क आँखै बिग्रेछ के आयो यार अब 4 आँखै हुन्छ कुन दिन म पनि 4 आँखै भनेको चाहिँ चस्मा लगाउनु भन्छ है हामी चाहिँ चाराली भन्ने ठाउँमा आइपुग्यौँ यहाँदेखि चाहिँ उता गयो काकडभित्ता यता गयो इलाम यता गयो भद्रपुर ल हामी चाहिँ इलामको लागि निस्किसक्यौँ अब यता चाहिँ हो एक ठाउँमा रोक्छौँ हामी यसो निम्बु पानी हाल्छौँ त्यसपछि चाहिँ हामी चल्छौँ है त कन्डिसन यस्तो भइसक्यो कठैभरै हालत त के हो कालो ए को हेर्नु हालत यो अलिक मान्छे ठिकै छ तर मेरो हालत त पुरै बिग्रियो यसो जे गरे नि कपाल मात्र छ अलिक हामी मनसुन राइडमा हो हेर्नु यहाँ पहाड र बादल लागेको यो बाटो नि अलिक अप्ठ्यारो छ अलिक मेरो नेपाली सुन्दा तपाईँलाई हाँसो लाग्ला तर यही हो अब हामीले भन्ने नेपाली यो नेपाली भन्ने मान्छे अगाडि चलाएर हो त्यसैले भोइस अलिक चेन्ज भएको होला बिचमा त्यसको लागि रमाइलो गर्नु अनि आफ्नो बाटो हेर्दै गर्नु हामी कहाँ जान्छौँ के घुम्छौँ सब कुरो तपाईँले हेराउनु यहाँ हेर्नु 220मा हेर्नु गोप्रो लगाएर भिडियो गरेको रोडको मजा लिँदै जाऊँ अब तपाईँ हेर्न सक्नुहुन्छ यहाँ अब अलिक के भन्छ तिनीहरू कुहिरो लाग्न थाल्यो अब अलिक भिजिबल छैन आइफोनले गर्दा र हेर्दाखेरि त अलिक धेरै कुहिरो छ हामीलाई चिसो लाग्न स्टार्ट भयो
यहाँ हेर्नु मान्छेहरू हाम्रो ड्राइभरलाई हात बस्न थाल्यो बाइकमा। अब ड्राइभरले कुदाइ कुदाइ लग्छ। रोकेट बना दो रोकेट। हेर्नुमा कसरी यो ड्राइभरको हेर्नु स्किल हेर्नु कस्तो कटी कटी लगिरह्यो। यस्तो ड्राइभर भएको भएर ढुक्क ढुक्क भएर जाँदै माथि सिधै छोडिदिन्छ मान्छेले। अब अलिकति बढी चिसो लाग्न थाल्यो। ड्राइभरको हालत खराब भयो अलिक बढी नै। ड्राइभर हाफ टी सर्टमा मात्रै छ। ड्राइभर अलिक ढिलो बनेर हाफ मात्र लगाएको छ। विन्चिटर लगाएर विन्चिटर फोहोर हुन्छ त्यसैले। ए बाटो खतम। अलिक अप्ठ्यारो हाम्रो ड्राइभरलाई अलिक कन्फ्युजन भयो। अहिले हामी रङ बाटो छिर्नु पर्थ्यो तर पछि यो बाटोको हाल नेपाल सरकार के गरिरह्यो। यही भएर नेपाल सरकारले यस्तो राम्रो मिठो पहाडको बाटोलाई हेर्नु त कस्तो खराब गर्छ। यो बाइक ल्याउनु पऱ्यो अब नेक्स्ट टाइम। अब अलिक भिजिबिलिटी धेरै कम भयो हाम्रो। अब अलिक बिस्तारै बिस्तारै हिँड्नु पऱ्यो। यो डोगेश भाइलाई हेर्नु चिल पाराको छ डोगेश भाइ। भिजिबिलिटी धेरै कम भयो। पनि ड्राइभरले हाम्रो पेलेको पेलै छ। हाम्रो ड्राइभर त एक्सपर्ट हो। हाम्रो ड्राइभर त एकचोटिमै लग्ने हो। हाम्रो ड्राइभरले अप्ठ्यारो छैन हेर्नु। यहाँ सबजना घुमेर आइसक्यो। हामी गइरहेछौँ। यही एडभेन्चर हेर्नु हाम्रो खतरा एडभेन्चर छ। यहाँ लडी लडीमा हिँडिरह्यो। यहाँ हामी हेर्नु 4वटा गाडी छ लाइन बाई लाइन। हामीले यो गाडीहरू हामीले जोइन गरिसकेका छौँ। हामी सँगै निस्केको। अब हाम्रो लाइनअप फेरि गर्नु तपाईँहरू। यो भ्यू हेर्नु लाइनअप हेर्नु अब मजाले हामी गइरहेछौँ बिस्तारै बिस्तारै चिल गर्दै। यो हाम्रो ड्राइभरले केही भन्नु भइरहेछ तर हामीले सुन्न पाइएन पछाडि बसेर। तर इन्जोय गर त्यो पनि हो मात्रै भन्ने हो भयो। त्योभन्दा अगाडि केही भन्नु पर्दैन। यहाँ यसो स्कुल बस लागेको छ। यहाँ कपाल झर्न सक्नुभयो। यो उतारेर त मा क्या सेक्सी लागेको। See it on my face, I made up my mind. Not another day, you're on borrowed time. Let me get away, yeah I'm running, yeah I'm running. So love me or leave me, I'm standing alone. Can't shake a feeling that lives in my bones. Lie to me, tell me you wish that you could, but nothing you gave me is worth what you took. 'Cause baby when I'm gone for good. चिसो अलिक बढी लाग्न थाल्यो। यहाँ हावानी मजाले छ। कुहिरो छ। यहाँ हाम्रो साथीहरू अगाडि गयौँ। हामीले बाटोमा भेटेको साथीहरू हाम्रो भिडियो बनाइदिनु भयो एकछिन पहिला। यहाँ हेर्नु केटाहरू चिल गरिरहेको बसेर रोड खाजा तानिरहेको। यहाँ हेर्नु एनएसको ड्राइभर सेक्सी लागेको। हामी बिस्तारै जाने साथी। हामीलाई हतार छैन। अब अर्को एनएस आयो। एनएस एउटा सेक्सी बाइक हो यार। के गरे नि एनएस हो। यङ जेनेरेसनको केटाहरूको लागि त सेक्सी बाइक यार। यहाँदेखि पार्किङ स्टार्ट हो। अब कन्यामा आइपुग्यौँ हामी। भ्यू हेर्नु यहाँ यहाँ फोटो खिच्ने ठाउँ यहीँ हो ब्रो। अरू केही छैन। अगाडि जाऊँ कतै अब यहाँ नरुको पनि क्या हो। जाऊँ हामी हेर्नु यहाँ कति सिधै छ। यहाँ हेर्नु अब मान्छेहरू चढ्ने भिड छ। यहाँ हामीलाई चिसो लाग्यो। यहाँ केटीहरू हाफ प्यान्टमा घुमिरहेको के भन्नु। यहाँ हामी केटा भएर हामीलाई चिसो लाग्छ। केटीहरू यहाँ कति हटहटी हुन्छ चिसै लाग्दैन। अब हामी एकछिन यहाँ वेट गरौँ अनि एकछिन घुमौँ फिरौँ। त्यसपछि अहिले तपाईँलाई हाम्रो नजारा हेराउँदै बस्छौँ बिस्तारै बिस्तारै। तपाईँहरू नि हामीसँगै हुन्छौँ। हामी यो साइडमा कतै पार्किङ गरौँ। अनि हेर्नु ड्राइभरको हालत बिग्रिसकेको छ। खराब बाटोमा चलाएको। यहाँ मेरो उयोमा हेर्न सक्नुहुन्छ।
यो अलिक नमुना छ, अलिक नमुना जस्तो गर्छ। हामी चाहिँ अहिले कन्याममा छौँ होइन। यो चाहिँ इलामको कन्याम भन्ने ठाउँ हो। यहाँ चाहिँ हामीले यसो 2-4वटा फोटो खिच्ने ठाउँमा चाहिँ आज चाहिँ कुहिरो लागेर अलि भ्यू चाहिँ किन अलि ब्लक भयो। हाम्रो भाइ चाहिँ हल्का मुड अफ किन भयो भन्दाखेरि यता अलि कुहिरो लाग्यो कि के हो अहिले थाहै भएन। मुड अफ त हाम्रो नि भएकै छ। अब यो चाहिँ पछि म्यापमा गएर हेर्नुपर्ने हुन्छ। तर शेर्पा होटल, यहाँ चाहिँ शेर्पा होटल भन्ने रहेछ। त्यसपछि श्री समथिङ माध्यमिक विद्यालय होइन। त्यसपछि यता यो ड्रेस लगाउने सेक्सनहरू चाहिँ यतातिर छ, त्यो पारितिर ड्रेस लगाउने सेक्सनहरू छ त्यतातिर चाहिँ। अनि मेन कन्यामको बजार चाहिँ यो उँधो चाहिँ त्यताबाट चाहिँ झापाबाट यता आउने हो। यहाँदेखि उँभो गएपछि चाहिँ यो रोड हुँदै गएपछि श्रीअन्तु अब इलाम बजार त्यतातिर जानु मिल्छ। द्याट इज अल। घोडा लिनु के भन्दा छ अरे यार मारो खतम गरेर कहानी यार भन्दै होला कि होइन बेला बेला मारो यार खतम गरेर कहानी भन्थ्यो होला। बिचरा घोडाको मैले पीडा बुझिरहेको छु। अब पीडा बुझेर के गर्नु, त्यस्तै छ दुनियाँ बहुत कमिना है जी। त्यही हो खै कन्याम पनि राम्रो हो तर मान्छे धेरै के एकदम भिड यार। सबै अहिले बिहारको छौँ है। बिहारी घोडा यस्तो हुँदो रहेछ यी बिचरा। यता उताको त्यो बिहारी घोडाहरू टुरिस्टहरूको लागि चाहिँ यो खै के कार हो यार। यो कार जस्तो हुन्छ के हो कि खै एक दिन चलाउनु पर्ला किनेर। यो चाहिँ भोलि आएर फर्किने बेलामा चाहिँ हेर्छौँ अलिक राम्ररी। आज चाहिँ अलिक टाढोसम्म पुग्नुपर्ने छ। सो टाढै पुग्नुपर्ने छ नि होइन। त्यही भएर आज चाहिँ हल्का हामी फास्ट ट्र्याकमा जान्छ। मलाई यतातिर पनि भिडियो गराउनु पर्ने छ ठाउँहरू है। गरौँ न भोलितिर के खानुपर्ने कि समथिङ वाट टु डु। साली त चटपट हाल्नु मैले के खुवायो हाने। अब हाम्रो यात्रा श्रीअन्तुतिर। अब यो गाडीले हामीले अलिक पास नदिँदा हाम्रो ड्राइभरले एकदम स्पिड गरेर कभर लिनुपर्छ। यो पुरानो जमानाको गाडी हेर्न सक्नुहुन्छ तपाईँहरू। हाम्रो ड्राइभरले गाडी सँगसँगै आफू पनि सक्नुहुन्छ। हेर्नु यहाँ घरहरू मजाको बनाएको छ तर अहिले कम्प्लिट छैन। बिस्तारै होला। अब फेरि ठिकै छ। 2-4 सालपछि आएपछि थाहा होला। हात बसिसक्यो नि त ड्राइभरजीको गाडीमा। कट हान्नुहुन्छ बालु भयो के बाल लाग्दैन। अब यहाँबाट हामी लाग्यौँ श्रीअन्तु। यहाँ ब्यानर हेर्न सक्नुहुन्छ। यहाँदेखि कति किलोमिटर 14। यहाँ बाटो नि हेर्न सक्नुहुन्छ के खत्तम छ। तपाईँले बाटो मजाले हेरिदिइरहेछु। अब हामी दुबईदिन सिङ्गल मान्छे। हामीसँग गर्लफ्रेन्ड नभएर हामी दुईजना साथी आयौँ। गर्लफ्रेन्ड भएको भए गर्लफ्रेन्डसँग आउँदा मजा आउँथ्यो रमाइलो। अब हामी यसो श्रीअन्तु पुग्न आँट्यौँ। थोरै ठाउँ 1-2 किलोमिटर जति बाँकी छ। कहिले यसो घुम्न आउनु पर्छ क्या। माइन्ड रिल्याक्स हुन्छ। त्यहाँबाट भाइबल सक्यो। अहिले उसो रिलिफको लागि हामी आएको छौँ यहाँ शान्ति खोज्ने। बारमे के होइन फेरि शान्ति पिस न। तपाईँ नबुझ्नु केटी खोज्न आयो। केटीको नाममै शान्ति हुन्छ तर हामी पिस खोज्न। अब छिटै पुग्नु आँटेको छौँ हामी। भर्खर केटा चाहिँ हामी गाली निस्किने हाल्छ नि मुखबाट जति कन्ट्रोल गऱ्यो नि। त्यही पनि अब खतरा चलाउँछ कि हाम्रो कटिङ यसको लिनु हामी प्रवेशद्वारमा पुगिसक्यौँ। यहाँदेखि होला थोरै माथि। अब अफरोडिङ हाम्रो ड्राइभर साहबमा खतरा कुदाएको। अलिक एङ्गल बिग्रियो होला। अब बसेर हामी नि हातपाटे गरिरहौँ। हामीसँग स्ट्यान्ड छैन। तानेको गाडी नि पावरफुल, ड्राइभर नि पावरफुल। ल हामी चाहिँ श्रीअन्तु आइपुग्यौँ। यो पागलले बाटो हेरेँ के भन्यो मलाई थाहा छैन। के बकवास गरिरहेको थियो। म अलि बाटोमा अलि बिजी भएँ। सो दिस इज अन्तु पोखरी श्रीअन्तु। पारि रहेछन् अलिअलि मान्छेहरू चाहिँ अलिअलि होइन। त्यही हो राम्रै रहेछ। बस्ने ठाउँहरू चाहिँ बबालै लाग्यो तर हामी चाहिँ बस्दैनौँ। हाम्रो चाहिँ आज गन्तव्य कहाँ छ बाबु ठाउँ भन्दै त? पोखरीसम्म हो। यस पुग्यौँ भने ठिकै छ। पुगेनौँ भने इलाम गएर बस्छौँ। इलाम बजार फेरि सबैले इलाम भन्दा बित्तिकै कन्यामले भन्छन् तर इलाम भन्ने चाहिँ माथि छ अझै ठुलो बजार। कन्याम भनेको त्यो बाटो मात्र हो। इलाममा घुम्न पर्ने ठाउँहरू भनेको एउटा यो भयो, एउटा तल कन्याम भयो।
एउटा चाहिँ अब अर्को माथि डाँडामा चाहिँ सनराइज हेर्ने ठाउँ छ अरे, त्यसपछि जान्छौँ एकछिनपछि हामी। अहिले चाहिँ यस्तै छ कन्डिसन। यो हेर्नु यसको हालत, यो ठिकै छ, यो बिग्रेन। मैले खराब बाटोमा चलाएको, मेरो अलिक हालत खराब छ। यो त मान्छेले पिचमा चलाएको ठिकै छ। तपाईँहरू नि यहाँको ठाउँहरू इन्जोय गर्नु, हेर्दै गर्नु। द्याट इज अल। राम्रो राम्रो छ यार। चाहिँ मैले सुनेअनुसार सुरुमा चाहिँ सानो पोखरी थियो अरे यहाँ चाहिँ, पछि यसो खनखान पारेर हुन्छ अब यसो म्यानेज गरेर हल्का ठुलो गराएको अरे। उता बोटिङ सर्भिस पनि रहेछ। अब हामी पोखरा लेक साइडमा बोटिङ गर्ने मान्छेले यसमा गर्न सक्नुहुन्न अरे, त्यही भएर नगरौँ होला। यो तिलिचो गएर बोटिङ गर्ने मान्छेले पनि नगरौँ होला। बोटिङ कसले गर्छ तैँले गर्छस् बाबु। त्यही हो। दिस इज वाट इट इज। पोज भाइ लजायो अलि। यो मछली त पारी एक आँखा पनि निलिन्छ होला यार। गन्तव्य कटेज। अहिले यतातिर टुरिस्ट हल्का सुकेको हो कि जस्तो पनि लाग्यो मलाई। अफ सिजन होला सायद। ठिकै, हामी चाहिँ अफ सिजन नै ठिक हुन्छ, किनभने चाहिँ भिड कम हुन्छ। अलि इन्डियनहरू चाहिँ आउने ठाउँ धेरै हो, आज चाहिँ अलिक कम रहेछ जस्तो लाग्यो। कटेजहरू चाहिँ एकदम बवाल बवाल लाग्यो मलाई। ठाउँ युनिक चाहिँ होइन। अब यो युनिक हुनुको कारण चाहिँ पोखरी मात्र भन्दा नि यता चिया बगानको बिचमा चाहिँ यस्तो उहरू कटेज टाइपकोहरू भएर चाहिँ बवाल आएको रहेछ। त्यही हो। घोडा गर्मीमा बिचरा कालो भइसक्यो। यसै त कालो रहेछ नि बिचरा, होइन? घुमेर हामी अघि ऊ त्यो यतादेखि ऊ त्यो पारिको बाटोबाट आएर यतादेखि बाटो हुँदै आएर पारि आएर त्यो फोटो खिच्यौँ एक दुईवटा। त्यसपछि हामी यता निस्किँदैछौँ। यो घर राम्रो राम्रो रहेछ अलिअलि, होइन? त्यति चाहिँ निस्किँदैछु म। बन्धु लोकलाई चाहिँ भिडियो फोटो खिचिदिनु पऱ्यो अरे। अरे कहाँ हेर्छु घोडा खतरा कराउँदो रहेछ। पहिलोचोटि सुने, फिल्ममा त सुनेको थिएँ। भ्यू भेरी गुड, नट ब्याड। हो ठिकै छ। चाहिँ माथि जाँदैछ। हामी चाहिँ यहाँ माथि आइपुग्यौँ, होइन? यहाँ चाहिँ होमस्टे टाइपको कटेजहरू रहेछ टन्नै। कता एडभेन्चर बाइकहरू लिएर आएको रहेछ सायद। भ्यू टावर चाहिँ यता हो, तर यहाँदेखि चाहिँ अलिक माथि हुनुपर्ने हो। यो चाहिँ होइन, अलि माथि नै हो सायद। ऊ माथि हो जस्तो लाग्छ। यतादेखि चाहिँ अलि सनराइजको लागि फेमस छ यताको चाहिँ। यहाँ चाहिँ दिस इज अल चिया बगान, जता हेऱ्यो त्यतै चिया। राम्रै छ। मेरो साथी चाहिँ मलाई छोडेर भागिसक्यो, खाइकिन। यो श्रीअन्तुको भ्यू चाहिँ पारी गएर हेऱ्यो भने त्यस्तै हो, यता गएर हेऱ्यो भने त्यस्तै। अब हामी चाहिँ यता जानुपर्ने छ, यता चाहिँ जान्छौँ अब हामी। त्यो मान्छे ऊ तल पुगेर बसिरहेको, ऊ तल त्यो हो त्यो साथी, मेरो साथी चाहिँ, होइन? यता चाहिँ हाम्रो अङ्कलले खै के काटिराख्नु भयो। यता पनि राम्रै होला। अब हुन त आएको बेला हेरिहालौँ न के छ र, होइन र? राम्रै नै देखिरहेको छु देख्न चाहिँ। यता पनि राम्रो छ त यार। त्यस यहाँको चाहिँ मेन टुरिस्ट स्पट भन्दा पनि मेन एट्र्याक्सन चाहिँ यहाँको चिया बगान त भइहाल्छ। जता पनि छ लगभग इलामभरि नै चिया बगानै छ। जहाँ ऊ त्यहाँ पारि पनि चिया बगानै हो, जता पनि चिया बगानै हो। तर मेन कुरो चाहिँ यहाँमा राम्रो देखाउने गराएको चाहिँ एउटा पोखरी भयो, अर्को चाहिँ यो कटेजहरू। ऊ त्यो अब कटेजै भन्छ होला। अब मेरो भाषामा कटेज भन्यो, अरूको भाषामा खै के भन्छ, कटेजै भन्छु म चाहिँ। त्यही हो। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ, फेरि ढिला हुनसक्छ है। खतरा छ है जङ्गल चाहिँ। आमा भेरी गुड। ठिकै बसेको खासै। यत्रो रुख हेर्न कत्रो छ। त्यही त जङ्गल। त्यतिको तानेर भइहाल्यो नि त। सन्दकपुर नि हानिदिने हो क्या। डाँडा छिर्न भित्र आँटिसके। यो इन्ट्रेन्स गेट हो, श्रीअन्तु डाँडा। यिनीहरूको सबको बिजनेसहरू अहिले बन्द छ, अहिले सिजन नभएको कारणले हुनसक्छ।
यहाँ खाने पानीको व्यवस्था छ। कहाँको खतरा जस्तो देखिँदैन यार, म त ठिकठाक। ठिकै छ। यहाँ अब एडभेन्चरहरू नि छ, हेर्न सक्नुहुन्छ यहाँ ब्यानरमा। सूर्योदय एडभेन्चर, स्काई साइकल, कपाल जिपलाइन, क्लासिक जिपलाइन। हामी सिङ्गल मान्छेले कपाल कहाँबाट जिपलाइन गर्ने हो। अब अलिक फिटनेसमा ध्यान दिनु पर्यो। यो मान्छेले त दुगेर नि त्यही हाल्छ, यसको बिहान बिहान दुगेर नि त्यही गर्न सक्दैन। श्रीअन्तुमा छौँ होइन। श्रीअन्तुको पनि यो भ्यू टावरतिर हो। भ्यू हेर्ने होइन, भ्यू त अब ठिकै छ, झाडी जङ्गल त्यस्तो त। यहाँ रुखहरू चाहिँ एकदम लास्टै अग्लो छ यार। यहाँ त 20-22 फिटको नै रुख होला सायद। यहाँ चाहिँ नदेख्यो, उता तल रोडमा चाहिँ छ। यता भ्यू टावरमा यो कुहिरो लाग्यो। अहिले चाहिँ हल्का ऊ रहेछ टुरिस्टहरूको चाहिँ अलि के भनौँ त्यसलाई, अब ट्राफिक रहेनछ भनौँ न। नत्र भए यहाँ चाहिँ इन्डियनहरू चाहिँ एकदमै धेरै आउँछ। नजिक छ नि त यता चाहिँ दार्जिलिङतिर पर्छ। अब यहाँ कुहिरोले नखुलेर त्यस्तै छ। त्यो चाहिँ यता दार्जिलिङ पर्छ कि। अब यता चाहिँ नर्थ भयो, यता ताप्लेजुङ 5 थरतिर। यता चाहिँ दार्जिलिङ। भ्यू चाहिँ छैन तर भ्यू टावर चाहिँ छ। अफ सिजन रहेछ नि त, जे भन्यो नि केही छ त यहाँ। खै ओहो खै त भ्यू भ्यू त त्यति तल भ्यू त्यति छ। अरू त के हो त्यो भ्यू भएन है। भ्यू त चित्तै बुझेन मलाई। विशाल रे को खाते विशाल हो। नाम विशाल लेखेछ कि। हल्का लाउरेको ट्रेनिङ गरेर पनि म फर्किसकेँ, माथि आइरहेको छु होइन। त्यही हो, यो चाहिँ तोरी लाउरे हो। न त लाउरे हुन सकेको, न त चाउरी हुन सकेको। है भ्यू कस्तो छ भ्यू? रिभ्यू कहाँ जाने भनेर आइस रे? हामी बिर्तामोड झापा भनेर आएको। यो चाहिँ बिर्तामोड है, बिर्तामोड। यो को खातेहरूको नाम छ यार। अश्विन सुनार, अविन सुनार, झापादी सन्दीप ब्लग्स रे। ठिकै छ, जोसुकै होस्। ए के अरे बिर्तामोड चाहिँ यही है। मुकेश भाइ के हो यस्तो यार सुत्दिने? मरे कि जिउँदै यार? मरेको जस्तो देखिन्छ। ठिकै छ, यो चाहिँ जिउँदैछ। त्यही हो। उतातिर चाहिँ एकदम हाम्रो सायद इन्डियाको गेस्टहरू हो क्या। अफ सिजनमा नि आउनु भएछ, भ्यू पनि देख्नु भयो। फेरि अफ सिजनको भ्यू राम्रै आउँछ नि। त्यही फर्किनु लागि यहाँदेखि श्रीअन्त भ्यू टावरदेखि फेरि फर्किनु त्यस्तो स्पेसल चाहिँ मलाई लागेन। अर्कोचोटि त आउनुमा युनिक चाहिँ रुख लाग्यो मलाई यहाँ होइन, तलसम्म चाहिँ बाटोमा। यता त त्यस्तै हो। आजको एआईवाला गीत चलेर बिजोग छ यता पनि, यतै छ। ल दाजु गएको ल। हामी यहाँबाट हिँडेको हाम्रो डाँडामा केही भएन। यहाँ मान्छेहरू नै थिएनन्, पुरै खाली खाली। अब मान्छेहरू भन्छ बिहान मात्र भिड हुन्छ, यहाँ बिहानको भ्यू मात्रै राम्रो, त्यसपछिको यहाँ केही छैन। हाम्रो गल्ती थियो, हामीलाई नथाहा भएर हामी दिउँसो टाइममा आयौँ। नै जाम। अनि अब यहाँ हाम्रो ड्राइभरको हेरौँ, अब माथितिर ल्याएँ मजाले। अब उकालो राम्रैसँग आयौँ, ओह्रालोमा के हुन्छ थाहा भएन। तपाईँलाई नि हेराउँछ हाम्रो ओह्रालो, तपाईँहरू नि हेर्नु हाम्रो कसरी झर्ने हो। के भन्छ हेभी ड्राइभरले के गर्नुहुन्छ यहाँ। मलाई त उचाली यहाँदेखि त्यहाँ, त्यहाँदेखि यहाँ गर्नु भएर भिडियो त खासै आएन यार। अब आइजाउँ। ओके, हामी चाहिँ फर्किँदैछौँ है। थोड़ा टेम्परेचर कम करो, बहुत टेम्परेचर हो गया। झन्नै हो। स्लो भएर बच्यो। सोलो गरिहाल्छ।
यता बस्ने यहाँ छ होटलहरू खाना चल तेरो इच्छा तर छ खाने मन भने पर्खम छैन भने निस्किँदा हुन्छ जुम गर्न केही छैन क्या छ है यता पनि चिया जुम गर्दा पारि त्यता पनि चिया चिया हाम्रो गाउँमा घाँस फल्छ यहाँ चिया फल्छ यार अचम्मै यहाँको मान्छेले चिया गर्छ नि त चिया भने नि त हाम्रो माटोमा फल्दैन जस्तो लाग्छ कि यो चिया त्यो नि हुन्छ अनि अलि यताको फेभरेबल सोइल Feel it rising up, then I push it down. Saying you're in love, I could go without. Let me get away. It's over now, it's over now.